सुपर सिक्सको पहिलो खेलमा युएको टिमलाई निराश बनाएको नेपाल टिम दोस्रो खेलमा आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ। के नेपाल टिम आजको खेल जितेमा सिधै टी20 एसिया स्तरीय विश्वकप छनौटमा छनौट भइरहेको छ। नेपाल र कतार बीचको हेड टु हेड नेपाल टिमको आजको रणनीति र कुन कुन खेलाडी टोलीमा समावेश भइरहेका छन् त्यो सम्बन्धी सम्पूर्ण अपडेट रहनेछ। अहिलेसम्म पनि भिडियो लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब, कमेन्ट बक्समा नेपाल टिमलाई अवश्य पनि शुभकामना प्रदान गर्नुहोला। एसिया स्तरीय विश्वकप छनौटको सुपर सिक्सको अन्तर्गतको खेलमा नेपाल टिम आज दोस्रो खेल खेल्दैछ। दोस्रो खेल कतार विरुद्ध खेलिरहेको नेपाल टिम राति 8:45 कतारसँग सामना गर्न लागेको हो। नेपाल टोली अहिले एकदमै लयमा देखिरहेको छ। नेपालको तर्फबाट हिजो युवी विरुद्ध भएको खेलमा शानदार किसिमको 1 रनको नाटकीय जित निकालेको नेपाल टिम आज दोस्रो खेलमा कतार विरुद्ध प्रतिस्पर्धा गर्न लागेको छ। युवी विरुद्ध 141 रनको विजय लक्ष्य दिएको नेपाल टिम युवीलाई 139 रनमा समेट्दै 1 रनको शानदार जित हासिल गर्न सफल भएको थियो। आज कतार विरुद्ध नेपाल टिमले सामान्य किसिमको पनि जित हासिल गर्न सक्छ भने एसिया स्तरीय टी20 विश्वकप छनौटमा लगभग आफ्नो स्थान सुरक्षित गर्नेछ। किनभने ओमानको टिमले पनि जित हासिल गरिसकेको छ। यता चिर प्रतिद्वन्दी युवीको टिम 1 रनको नमिठो हार बेहोर्दै प्रतियोगिताको तेस्रो स्थानमा रहेको छ। ओमान र नेपालको समान 4-4 अङ्क हुँदा रन रेटमा नेपालभन्दा ओमानको टिम लगभग 1 अङ्क भन्दा माथि रहेको छ। ओमानको रन रेट 1.493 रहेको छ भने नेपालको 0.408 रहेको छ। आजको खेलमा कतार विरुद्ध नेपाल टिमले जित मात्र निकाल्न सके पनि शीर्ष 3 भित्र लगभग नेपाल टिमको कन्फर्म जस्तै रहनेछ। जापान र युवीको टिमले उता खेलिरहँदा युवीले जापानको टिमलाई पराजित गरेमा अवश्य पनि 3 टोली नेपाल, ओमान र युवीको टिम नै आगामी विश्वकपमा सहभागिता जनाउनेछन्। अब नेपाल र कतार बीचको हेड टु हेडको बारेमा केही चर्चा गरौँ। कतार र नेपाल बीच 4 भेट भएका छन्, जसमध्ये 3 भेटमा नेपाल टिमले जित हासिल गर्दा एक खेलमा कतारको टिम जित हासिल गर्न सफल भएको छ। अवश्य पनि आजको खेलमा जित हासिल गर्दै नेपाल टिम आफ्नो टिमलाई शीर्ष स्थानमा राख्न चाहन्छ। कारण अवश्य पनि आजको खेलमा यी दुई खेलाडीहरू परिवर्तन हुन सक्छन्। टिममा आदिल आलम अन्सारी र करण केसीको इन्ट्री हुन सक्ने देखिरहेका छौँ। कुशल मल्ल र नन्दन यादवको ठाउँमा यी दुई खेलाडी आउन सक्ने सम्भावना प्रबल देखिरहेका छौँ। हजुरले पनि तल कमेन्ट बक्समा अवश्य पनि कमेन्ट गर्नुहोला। नेपाली टिमको प्लेइङ 11मा कुन कुन खेलाडीहरू समाहित हुन सक्छन्, आफ्नो प्रतिक्रिया पनि तल कमेन्ट बक्समा अवश्य दिनुहोला। नेपाली टिमलाई 2 खेल अगावै टी20 एसिया स्तरीय विश्वकप छनौटमा सहभागी हुने सुवर्ण अवसर रहेको छ। ग्रुप बीबाट नेपाल र जापानको टिम सुपर सिक्समा प्रवेश गर्दा प्रतियोगिताकै बलियो मानेको युके टिमलाई 1 रनको नमिठो हार बेहोराएको नेपाली टिम दोस्रो खेलमा कतारसँग आज प्रतिस्पर्धा गर्दैछ भने तेस्रो खेलमा ओमानसँग पर्सि खेल्न लागेको छ। अन्तिम खेल 17 तारिकमा समूहसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल टिम आजको महत्त्वपूर्ण खेलमा नेपाल टिमले शानदार किसिमको जित निकाल्दै एसिया तर्फबाट विश्वकपमा छनौट गरोस् यही शुभकामना समेत नेपाल टिमलाई रहेको छ। जुन किसिमको ब्याटिङ, बलिङ, फिल्डिङ चुस्ती दुस्ती नेपाली बलर र फिल्डरहरूले देखाइरहेका छन्, त्यस्तै किसिमको साझेदारी ब्याटिङमा पनि गर्न सक्छ भनेदेखि नेपाल टिम आजको खेलमा 200+ रन बनाउन सक्छ। ऐतिहासिक जित निकाल्दै शानदार किसिमको रन रेटका साथ नेपाल टिम एसिया स्तरीय विश्वकप छनौटको शीर्ष 3 भित्र पर्दै विश्वकपमा छनौट होस् यही शुभकामना रहेको छ। यस्तै क्रिकेट र खेलको सम्बन्धित ताजा र ब्रेकिङ अपडेटका साथ उपस्थित हुनेछौँ। यो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन एक सब्स्क्राइब र कमेन्ट बक्समा आफ्नो महत्त्वपूर्ण प्रतिक्रिया पनि दिन नभुल्नुहोला।